नमस्कार। आज हामी यस सेट सिमुलेसनको माध्यमद्वारा सेट सम्बन्धी केही महत्त्वपूर्ण जानकारी लिनेछौँ। यहाँ दिएको चित्रमा समूह ए र बी अर्थात् सेट ए र बीको युनियनलाई देखाइएको छ, जहाँ युनियनमा समूह ए र बीमा रहेका सबै एलिमेन्टहरू रहन्छन्। यहाँ समूह एमा एसिडिएच रहेको छ भने समूह बीमा डिएचएफजी रहेका छन्। यी सबै समूह पर्ने गरी रिप्रेजेन्ट गर्ने जुन प्रक्रिया हो जसलाई युनियन भनिन्छ, यसलाई ए युनियन बी भनेर यसलाई जनाउने गरिन्छ। त्यसै गरी यहाँ ए र बी दुईटा समूहको ओभरल्यापिङ पार्टलाई यहाँ डी र एच एलिमेन्टले रिप्रेजेन्ट गरेको छ, अर्थात् यसलाई खप्टिएको अवस्था मानिन्छ। ए र बीको खप्टिएको अवस्था जसलाई ए र बीको इन्टरसेक्सनले नोटेसन गर्ने गरिन्छ। इन्टरसेक्सन पार्टमा ए र बी दुवै समूहमा भएका साझा एलिमेन्टहरू रहने गर्दछन्। त्यसै गरी यस अवस्थाको यस भेन चित्रमा ए कम्प्लिमेन्ट अर्थात् ए समूहमा रहेका एलिमेन्ट बाहेकका युमा पर्ने सम्पूर्ण एलिमेन्टहरूलाई यस ए कम्प्लिमेन्टले रिप्रेजेन्ट गरिन्छ। ए कम्प्लिमेन्ट भन्नाले समूह एमा रहेका सदस्य बाहेक युमा पर्ने सम्पूर्ण सदस्यहरू भन्ने जनाउन सकिन्छ। त्यसै गरी समूह बीको कम्प्लिमेन्ट भन्नाले समूह बीमा रहेका सदस्य बाहेक युमा पर्ने बाँकी सम्पूर्ण सदस्यहरूको समूहलाई बी कम्प्लिमेन्टले रिप्रेजेन्ट गर्ने गरिन्छ। यहाँ ग्रीन पार्टमा रहेका सम्पूर्ण एलिमेन्टहरू बी कम्प्लिमेन्टमा पर्दछन्। त्यसै गरी अहिले दिएको भेन चित्रमा ए र बीको युनियनको कम्प्लिमेन्टलाई यस ग्रीन पार्टले रिप्रेजेन्ट गरेको छ। यस ग्रीन पार्टमा रहेका एलिमेन्टहरूलाई ए युनियन बीको कम्प्लिमेन्टले रिप्रेजेन्ट गर्ने गरिन्छ, जुन ए युनियन बीको कम्प्लिमेन्टमा ए र बीको युनियन बाहेक युमा पर्ने बाँकी सबै सदस्यहरू भन्ने जनाउन सकिन्छ, जहाँ ए युनियन बीको कम्प्लिमेन्टलाई भेन चित्रमा ग्रीन पार्टले रिप्रेजेन्ट गरेको छ। त्यसै गरी यहाँ ग्रीन पार्टले रिप्रेजेन्ट गरेको जति भागलाई ए इन्टरसेक्सन बीको कम्प्लिमेन्टले रिप्रेजेन्ट गर्ने गरिन्छ। ए इन्टरसेक्सन बीको कम्प्लिमेन्टमा यो डी इन्टरसेक्सन पार्टमा रहेका एलिमेन्ट बाहेक अरू युका सबै सदस्यहरू भन्ने जनाउँछ। यहाँ ए इन्टरसेक्सन बीको कम्प्लिमेन्ट यो ग्रीन पार्टले जनाएको छ। यसलाई पुनः एकपटक हेरौँ। यहाँ अहिले ए युनियन बी यो कलर पार्ट जति छन् यसलाई ए युनियन बीले रिप्रेजेन्ट गरिन्छ। अहिले ए इन्टरसेक्सन बीको पार्टलाई यहाँ कलर गरिएको छ, अर्थात् ए र बीको ओभरल्यापिङ पार्टले रिप्रेजेन्ट गरेको छ। अहिले दिएको यो चित्रमा ए कम्प्लिमेन्ट अर्थात् ए बाहेकको एलिमेन्टलाई रिप्रेजेन्ट गरेको छ, जसलाई ए कम्प्लिमेन्टले रिप्रेजेन्ट गरिन्छ। त्यसै गरी अहिले यहाँ ग्रीन पार्टले बी कम्प्लिमेन्टलाई रिप्रेजेन्ट गरेको छ, जहाँ बीका एलिमेन्ट बाहेकका एलिमेन्टहरू पर्ने गर्दछन्। त्यसै गरी अहिले दिएको चित्रमा ए युनियन बीको कम्प्लिमेन्टका एलिमेन्टहरू पर्दछन्, जहाँ ए युनियन बी बाहेकका एलिमेन्टहरू पर्दछन् भने अहिले दिएको चित्रमा ग्रीन पार्टले ए इन्टरसेक्सन बीको कम्प्लिमेन्ट पार्टलाई जनाएको छ। यसरी हामी यस सिमुलेसन चित्रको माध्यमद्वारा यस सेट सम्बन्धी केही जानकारीहरू हामी लिन सक्नेछौँ। आशा छ यहाँहरूले यसबाट केही आइडिया अवश्य लिनुभयो। हस्त धन्यवाद।